Welcome to Amachuri Vlogs. नमस्ते, वेलकम टु आमाछोरी ब्लग। आज चाहिँ हामी यहाँ दियाको उहाँको बर्थडे हो कि, अन्त चाहिँ हामी डुल्न आएको छौँ चौरस्तातिर। यहाँ नाना छ, यहाँ बहिनी छ, चाहिँ पेनाङको माथिल्लोपट्टि जाउँ भन्दैछ त्यो किड्स जोनमा। अहिले जान्छौँ हामी त्यहाँ चाहिँ हो। अहिले चाहिँ हामी चौरस्ता घुम्न आएको छौँ। ह्याप्पी टुडे। खुसी छु। आज चाहिँ म चाहिँ साथीहरूसँग बनिरहेको छु। गिफ्ट लिएर सबैजना आउनुहोस् अरे हो। उसले चाहिँ सबैलाई भनेको छ कि बर्थडेमा इन्भिटेसन दिएको छ हो, गिफ्ट ल्याउँदै आउनै भनेको छ। तर बर्थडे पार्टी चाहिँ छैन नि फेरि हो। बर्थडे केक कहाँ छ थाहै छैन अरे बर्थडे गर्ललाई है। हामी चाहिँ यहाँ आइपुगे चौरस्ता हो। यहाँदेखि नै एकदम घोडा रेडी गरेर राखिरहेको रहेछ, चल्छ कसै भन्नुलाई। कस्तो तातो भइरहेको छ यहाँ चौरस्तामा चाहिँ, रमाइलो अर्कै भाइब हुन्छ यहाँनिर, मजा आउने हो। गाडी चौरस्ताको रमाइलो चाहिँ उसले यहाँ घोडा चढ्नु स्टार्ट भयो। चाहिँ घोडा चढ्ने अरे, अघि चाहिँ चढ्दिनँ भन्दै थियो, अहिले चाहिँ फेरि चढ्ने अरे। ले घुम्दै गर हामी हिँड्छौँ ल। चढ्दिनँ भन्दै थियो है। ल्यान यता ल। ओके, चाहिँ हामी चाहिँ यहाँ एकछिन साङ्ग्रिला जाने। हजुर अब आइपुग्यो त हामी त, क्या गेम होइन नि ए डोन्ट टच त। यहाँ चाहिँ लियानाले म्याजिक हुँदो रहेछ आमा, हामी त कहाँ आइपुग्यौँ भन्दै थियो। मैले चाहिँ यसमा चाहिँ भोइस ओभर गरेँ, किनभने चाहिँ त्यहाँ चाहिँ क्याफेमा चाहिँ म्युजिक बज्दै थियो, अनि चाहिँ मैले भोइस ओभर गरेँ हो। यहाँनिर चाहिँ कस्तो राम्रो भ्युज देख्छ यहाँबाट हेर्नु न, कञ्चनजङ्घा हो। यहाँ चाहिँ कस्तो मजाको वेदर भइरहेको थियो हो। हामी चाहिँ बस्यो, अन्त कफी पिज्जा अर्डर गरेको छौँ हो। ल्यानाले पनि हेर्ने अरे हो, म पनि अर्डर गर्छु नि भन्दै थियो उसले यति बेला हो। अन्त यस्तो राम्रो छ यहाँ न, कस्तो मजा आउँछ यहाँ बसेर भ्यू हेर्दै खानु चाहिँ हो। हामी चाहिँ घाम पुरा आएर चाहिँ आँखामा कस्तो घाम आयो, अन्त हामी अर्को टेबलमा सर्यो फेरि हो, टेबल एक्सचेन्ज गऱ्यो। यहाँ चाहिँ मैले अर्डर गर्दै थिएँ, ल्याना चाहिँ ध्यानासँग रिसाउँदै थियो। अन्त यहाँ हेर्नुहोस् न कञ्चनजङ्घा महानुभावन कस्तो राम्रो देखिरहेछ। यहाँबाट चाहिँ होल दार्जिलिङ देख्न सक्नुहुन्छ हो। चाहिँ साङ्ग्रिलामा छौँ हामी चाहिँ हो। यहाँ तल इडेन हस्पिटलहरू सबै मैले भ्यू सबै क्याप्चर गरेको छु, खिचेको छु हो। होल दार्जिलिङ देख्छ, कस्तो राम्रो देख्छ यहाँबाट चाहिँ हो। अरू टुरिस्टहरूलाई त कस्तो मजा आउँछ होला यहाँ, कति राम्रो, हामीलाई त कस्तो राम्रो मजा आउँछ, राम्रो फिल हुन्छ हो। टुरिस्टहरू त झन् खुसी हुन्छ। म चाहिँ यहाँ भिडियो गर्नु गएको थिएँ कि, त्यति बेला मेरो छोरी चाहिँ कहाँ गयो भनेर चाहिँ मलाई रिसाउँदै खोज्नु आएछ हो। आमा आमा भने तपाईँ सुन्नै हुँदैन भन्दै मसँग रिसाउँदै आएको थियो। रिसाएको हेर्नुहोस् न। त हाम्रो चाहिँ कफी पनि आयो, अन्त हामी कफी खाने अब
लियानाले कफी खाएको हेर्नुहोस् न फेरि हो उसको आफ्नै छ यम्मी भन्दै थियो त्यो बेला चाहिँ उसले अब उसको पिज्जा फेभरेट पिज्जा पनि मगाएको छ अन्त पिज्जा खान्छु आमा भनेको थियो नि अन्त उसले चाहिँ पिज्जा पुरा मन पराउँछ र मैले पिज्जा अर्डर गरिदिएको थिएँ उसलाई अन्त उसले चाहिँ यहाँ पिज्जा इन्जोय गर्दैछ मजाले खाँदैछ आज चाहिँ दियाको बर्थडे तर लियानालाई कस्तो मजा भयो उसकै बर्थडे जतिकै भयो यहाँ चाहिँ फेरि हामी चाहिँ यहाँ चाहिँ किड्स जोन गयौँ नानीहरूले खेल्छु भनेको थियो र अन्त उहाँ चाहिँ सिँढी चाहिँ अलिक अप्ठ्यारो रहेछ यहाँनिर यो चढ्नु पनि चाहिँ अप्ठ्यारो रहेछ अन्त यहाँ चाहिँ अब लियानाले इन्जोय गर्दैछ सुता त्यहाँ बल्ला पुछियो बल्ला 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 हात गर्यो ल्या सानो बेबीको है अस्ति किनेको छ त तिम्रो त नयाँ किनेको छ त यो चाहिँ लियानाको फेभरेट मार्केट हो बजार आएपछि उसलाई चाहिँ यो मार्केट चाहिँ जानुपर्छ दिल्ली मार्केट जाउँ भन्छ हो यो चाहिँ किन फेभरेट भन्दाखेरि चाहिँ यहाँ उसले जे पनि टिप्दै हिँड्नु सक्छ हो होचो छ अन्त टिप्दै 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 हिँड्छ हो अन्त पुरा मन पराउँछ सेसे भयो गल्यो लु हिँड न बाबु अगाडि हेर त्यो छ त हाम्रोमा छ ब्रेसलेट त आमाले बनाउँछ त घरमै उसले टिप्दै हिँड्छ राख्छ नि अहिले चाहिँ उसको फेभरेट मार्केट हो यता हेर्नुहोस् त लियाना यता हेर्नुहोस् त हे झुकियो यो त घरमा छ त ग्रिन अलरेडी छ लु खुसी छौ ह्याप्पी यता हेर न यहाँ छ बर्थडे गर्ल चाहिँ के खोज्दैछ नि बर्थडे गर्लले भयो नो नो ल्यानाले चाहिँ हेर्छ यसरी के किन्नु खोज्छ हो त्यो लानु हुँदैन नो हाम्रोमा छ बाबु त्यो एल्सा एनाको छ त Thanks for watching.